वेलकम टु माई न्यू भ्लग। हामी चाहिँ आज माम खाँदा खाँदा वाक्क भएर गाइज आज हामी सेलरोटी बनाउनु लागिरहेछौँ। सेल चाहिँ हाम्रो यस्तो भएको छ हेर्नु त। भोलि चाहिँ आमा औँसी हो, सबैजना आमाहरूलाई चाहिँ आमा औँसीको शुभकामना है। हामी चाहिँ यस्तो सेल बनाउँदैछौँ। आज हाम्रो खानेकुरा चाहिँ सेल अनि तरकारी हुन्छ कि खाना खाँदा खाँदा एकदम वाक्क भयो गाइज। त्यही भएर हामी चाहिँ आज सेल बनाउन लगाएको। हजुरहरूलाई पनि मनपर्छ, हजुरहरूले के बनाउनु भयो। आजको खानामा हाम्रो चाहिँ यस्तो छ है। सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला। हाम्रो सेल चाहिँ यस्तो भएछ गाइज, हेर्नु त राम्रो छ, यस्तो भएछ। अब हामी चाहिँ त्यो एउटा सर बनाएर हाम्रो चाहिँ यहाँ यति भइसकेको छ सेल चाहिँ है। एकदम राम्रो एकहोरो भएछ सेल हाल्ने तरिका चाहिँ हाम्रो यस्तो छ। हजुरहरूले पनि यसरी हाल्नु होला। हामी चाहिँ अर्ग्यानिक एकदम आगोमा चाहिँ अर्ग्यानिक सेल बनाउन लागिरहेछौँ है। रातो हुन्छ सेल चाहिँ, ल हेर्नुहोस्। त्यो चाहिँ रातो भएन है, छिट्टै फर्काउनुले रातो गराउनुपर्छ। ए आलुको रात कम भयो, मैले निकालिदिएँ नि त्यो राख्नु पर्ने त्यो पनि। थ्याङ्क यू सो मच सबैले हेरेर साथ दिनु होला है हाम्रो भिडियोलाई।